1000 रुपैयाँ पसल्नु पर्छ अबे 100 रुपैयाँको नोट निस्कियो कमले गएर त अब बुढाको लाज गर्ने हो भन्ने होला नि फोटो गरेर के चाहिँ आउनु बोल्दै जान्दैन घरे सिकाउनु लाज गराउने हो बेइज्जत गर्ने हो भन्ने होला नि चक्कु देखेको न चक्कु अब नछोड झरे नछोड भाइ कुटा त समाते भयो अब उसैको खुसी त काना भन्न कान समातेर बोल्दै के हो जिन्दगी भर त किनेर के कमाएर खिलाउने म यो भनेर भन्न सक्दैन यार उठा उठ्न त भाइ तेरो राख्ने भएन भाइ 100 पैसा तिम्रो दो गरे काफी आधा सरमले उठाउँदै अरे तिम्रो टाउको 100 पैसा तिम्रो दो गरे मान्दै भयो अब त्यति मान्न पर्यो पैसा हात्ती आउनु पर्यो